ओए खरा पऱ्यो त्यहाँ अच्छा परे चला परे केटा हो माल ठुलै पऱ्यो यो ठुलो कि ठुलो सेट डेन्जर डेन्जर चलिरहेको गाइस कि तिम्रो है हामीले फेरि नाटक गऱ्यो भन्ला तपाईँले सेट पानी तिर्खा लाग्यो पानी पिउनु पर्ने यहाँ चाहिँ अलिअलि चाहिँ पारो हुन्छ पानी पारेको है अब यसले हालिदिन्छ त तपाईँले पानी पनि यस्तो मिठो छ है एकदम चिसो क्या फ्रिजमा राखेको जस्तै किन त आयो फ्रिज क्या मिठो यहाँतिर पा पनि हुन्छ त्यो साथीभाइ मिठो पानी सो गाइस फाइनल्ली घर आइयो है पुरै रनिङ गरेर आएको पसिनै आइरहेको छ है तपाईँले देख्न सक्नुहुन्छ किनकि पानी पऱ्यो क्या पानी पऱ्यो अब हामीसँग टाइम त थियो माछा मार्नलाई तर पानी परेर घर आइयो है अब नेक्स्ट डे जानु पर्ला पानी भएर रनिङ गर्दै आएको क्या पुरै देख्न सक्नुहुन्छ तपाईँले पसिना आएको छ पुरै पसिना आएको छ सो अब तपाईँहरूलाई चाहिँ खुल्दिल लाग्दाखेरि माछा कति ल्यायो भनेर है सो म देखाउने छु अब माछा चाहिँ यति ल्याएछ है लगभग 12 बजेबाट 3 बजीसँग हान्ने हो बल्छी तपाईँले देख्न सक्नुहुन्छ माछा आजको फिसिङ है हन्टिङ आधा केजी त छ होला पुरै बल्छीमा है गाइस पुरै बल्छीमा हेर्नुहोस् गाइस तपाईँले यत्रो यत्रो छ है आज चाहिँ अब यसलाई टक्क लाएर फ्राई गरेर हान्नुपर्छ तपाईँहरूतिर माछा पाइन्छ पाइँदैन कमेन्ट गर्नु होला लाइक गर्नु सब्सक्राइब गरिदिनु होला मलाई माया गरिदिनु